तो फेरि तपाईहरुलाई स्वागत छ मेरो न्यू भिडियोमा। अनि आज चाहिँ फेरि हामी राइडमा जान लाग्छौं। कुन ठाउँ हो? पुरानो भ्यू टावर। एकिका पुरानो भ्यू टावर फेरि अहिले चाहिँ दामी बनाएको रहेछ हैन, दामी बनाएको छ रे। अनि सो म चाहिँ अहिले कामले गर्दा जान पाछैन धेरै, अनि आज चाहिँ थोरै राइडमा जान लाग्यो। अब काम हुन्छ कहिले कहिले, अनि आज अनि थोरै काम सकाएर गएको, थोरै खेतमा काम थियो, अनि त्यसैले उ भाइ र म जान लाग्यो। अर्को भाइलाई चाहिँ लिन जानुपर्छ। त्यसैले आज मेरो साइकलको हालत पनि यस्तो भछ। साइकल भन्दा पनि मेरो क्रस फायर, मेरो प्यारी क्रस फायरको आज यहाँ गाड भइरहेको, टायर पनि बङ्गिरहेको छ थोरै। अब त्यसलाई मिलाउँछ। अब सो तपाईहरुलाई जाँदाखेरि भेट्नु। अनि हामी चाहिँ फेरि अब गइसकेको, मेरो क्रस फायर पनि निकाले। जुन कताबाट रे? परबाट लजन ना धन्ने लडिन आएको छ। जस सो यो भएर गएको गाइस। सबैजनाले सपोर्ट गर्नु पर्यो होला, सपोर्ट गर्नु पर्यो। धेरै बोल्न गएको नि अब भनि सोच्नु भएको होला कहाँ हराएको होला हाम्रो यस राइडर स्याहार भनेर। कहीँ गएको थिइनँ त्यस्तो। अब काम हुन्छ कहिले कहिले मेरो चाहिँ, त्यसैले अनि आज चाहिँ गएको। कस्तो हुन्छ होला आजको राइड चाहिँ हेरौँ। सो अब राम्रै हुनुपर्ने आजको राइड पनि। अब पहिले पनि सधैँ राम्रै भएको राइड हो, आज नि राम्रै हुन्छ नि चाहना छ। केही नहोस्, अब मेरो क्रस फायरले थोरै धोका नदियोस्। भाइको घर पनि जान्छ। हाम्रो यहाँ करण भाइ युट्युब च्यानलको नाम भन्दैन त? डिएसडी करण भ्लग। डिएसडी करण भ्लगलाई नि सब्सक्राइब गर्नु पर्यो, सपोर्ट गर्नु पर्यो। त्यही हो। अब भाइसँग जान लाग्यो हामी भाइलाई लिन। आज चाहिँ म यत्तिकै गइरहेको छु क्या, त्यसै फोहोर हालतमा काम गरेर आएर सुन्नु आएको थिएँ, फेरि घरमा बसिरहेको थिएँ। ल हाम्रो भाइ पनि आयो। ल सो हाम्रो भाइ लाग्छ फेरि पन्जा जुत्ता लाउन गयो हो। लेकिन म चाहिँ थोरै उहिले हान्ने ट्राई गर्छु गाइस होइन, हेर्नु होला कति हुन्छ गाइस। सो गाइस दामी गयो हुन्छ। भाइले चुइगम पनि ल्याइसक्यो। अब चुइगम खाएर आफ्नो तागत बढाउनुपर्छ। सो गाइस अब चाहिँ हामी जान्छौँ। भाइ पनि आइसक्यो घरबाट रेडी भएर, अनि हामी पनि आइसक्यौँ। अब सो गाइस जान्छौँ, के हुन्छ। सो लभली विली वान्स मोर, बाई विली वान्स मोर। दामी हाम्रो करण डिएसडी भ्लगले दामी हान्छ त्यस। सो गाइस हामी पनि थोरै अब कला देखाउनु पर्यो होला नि त। तर मेरो टायर चाहिँ थोरै नाचिरहेछ, मेरो क्रस फायर के ताउती भइरहेछ। त्यसैले दामी लभली बब्बाल हुन्छ क्या भाइहरूलाई उहिले चाहिँ दामी। सो पुगेपछि देखाउँछौँ। सो एन्ड फेरि हामी चाहिँ यहाँ आइसक्यौँ हाम्रो पुरानो भ्यू टावर। भ्यू टावर भन्दा पनि भ्यू टावरको जङ्गल देख्न सक्नुहुन्छ सबैजनाले। हामी तिनजना छौँ। यहाँ अफरोडिङ ड्याम रहेछ, यहाँ ड्याम बनाउँदै रहेछ कि थोरै। अनि यहाँ अब हामी ओह्रालो झार्न लाग्छौँ, हेर्नु होला। सो एन्ड फेरि हामी चाहिँ गयौँ अब यो पुरानो भ्यू टावरको जङ्गल। यस्तो छ क्या गाइस, यस्तो हुन्छ गाइस अफरोडिङ बाटो थोरै। र म थोरै गाइस फेरि मेरो थोरै भिडियो रोक्यो। भाइहरू चाहिँ अगाडि पुगिसकेछ। मेरो चाहिँ यो थोरै क्यामेराले गर्दा छाडिने भए, किनभने अब मेरो क्यामेरा थोरै बिग्रिन्छ, कहिले ह्याङ हुन्छ, थोरै ह्याङ चल्छ नि त। यसमा चाहिँ भिडियो मात्र बनाउने, अर्को आइफोनबाट चाहिँ एडिट गर्ने हो नि त मैले। अनि त्यसैले यहाँ पनि बाटो उयो रहेछ ब्लक। मेरो क्रस फायर चाहिँ अहिले बिग्रिरहेछ क्या थोरै गाइस। यहाँ हेर्नु दामी डोजरहरू रहेछ, गाडीहरू रहेछ। यहाँ ड्याम बनाउँदै रहेछ हल्का ठुलो खोलाको। कस्तो भइदिएर आएको यार। यहाँ ड्याम बनाउँदै रहेछ। यहाँ अङ्कलहरू माछा मार्दै हुनुहुन्छ तल।
ड्याम पनि छ मान्छेहरू रहेछ अगाडि थोरै डर लागिरहेछ यहाँ खै ब्याग के पाउँछ भन्छ डर लागिरहेछ नि त सो मेरो चाहिँ थोरै रोकिँदै आउँछ भिडियो सो गाइस यहाँ चाहिँ अब थोरै यस्तो रहेछ थोरै यहाँ ब्लकिङ रहेछ र मैले रोकेँ अनि चलाएको यसरी सबै भाइहरूले नि यस्तोले चलाउँदैछ किनभने यहाँ चाहिँ काँडा छ नि त भरे क्रस फायर के भइहाल्यो नि होइन मेरो क्रस फायर अनि यस्तो छु क्या म चाहिँ गर्मीले 80% भइरहेछ त्यही पनि भ्लग बनाउनु चाहिँ छोडिनँ यो अगाडि नै यस्तै छ आमासम्म काँडाले खोज्छु दामी यसरी बोक्नु पर्दैछ गाइस आफ्नो क्रस फायरलाई चाहिँ होइन ल बनाइदियो त ल गाइस हेर्नु ल अब मेरो दाइले यहाँ ल हिँड्नु ल गाइस ल होइन दाइले ल यो उकालो चढ्नु जस्तो लाग्यो ल चढायो ल ल माई गड ल ए बराबर डबल देखाइदिनु ल हेर फेरि हामी चाहिँ लागौँ यहाँ थोरै म आएको थिएँ बाघ आउँछ नि भन्छ थोरै डर पनि लाग्छ गाइस भरे फेरि यो क्रस फायर अब रियलको क्रस फायर पनि होइन पाइडलवाला क्रस फायर हो त्यसले त्यस्तो केही नसोच्नु होला अब त्यही नाम मात्र हो क्रस फायर भन्ने र औकात छैन तपाईँहरूले सपोर्ट गऱ्यो भने चाहिँ आउँछ रियलकै चाहिँ यहाँ थोरै आएर पनि गइसक्यौँ यहाँ थोरै बसेको यहाँ ड्याम हुँदी हेर्न आज नयाँ ठाउँ आएको हामी चाहिँ फेरि हामी फर्केको अब सो गाइस हामी यहाँ पसल आइसकेको छौँ भाइको थोरै काम छ यहाँ किन्ने यहाँ कक किन्न लगाएको रहेछ चाहिँ थोरै भाइको साइकलको यो भएको रहेछ त्यसैले गरिरहेछ थोरै सो अनि नमस्ते फेरि हामी चाहिँ अब घर आइसक्यौँ होइन सो अब आजको राइड यति हो आज तपाईँहरूलाई फेरि राम्रो लाग्यो भने सपोर्ट गर्नु पऱ्यो सबैले सब्सक्राइब लाइक गर्नु पऱ्यो मेरो न्युज च्यानलमा सबैलाई अब वेलकम सबै सन्चै हुनुहुन्छ होला यति आशा राखेको छु र मेरो क्रस फायरको हालत चाहिँ आज यस्तो भइरहेछ क्या गाइस अनि यहाँ मेरो बसन्ती सो गाइस सबैजना त्यही हो ओके बाई अर्को भिडियोमा भेटौँ